कसैले गर्नेवाला छैन क्या, यो भन्ने मात्रै हुन्। के गर्दा चाहिँ देश बनिन्छ? यो गणतन्त्रले त खोइ त नि। अब राजा नआई मेरो विचारमा देश बनिन्छ जस्तो लाग्दैन मलाई चाहिँ। यी दुबईकै जस्तो शासन चाहियो है। हेर्नु न यस्तो छ यहाँ कुनै दिन एक दिन यहाँ बन्द छ, हडताल छ, यहाँ कसैले आवाज उठाएका छन् यस्तो भयो त्यस्तो भनेर। यहाँको कानुन, यहाँ सबैले रोजगार पाएका छन्, सबैले आफ्नो आफ्नो तरिकाले बाँच्न पाएका छन्। यहाँ कसैले कसैलाई केही भन्दैन, केही गर्दैन होइन। एकदम सुरक्षा व्यवस्था कडा छ, देश राम्रो हुनलाई अनुशासित छ होइन। देश राम्रो, सबै थोक सुविधाहरू छ। यस्तो हुनुपर्छ, शासक गतिलो हुनुपर्छ क्या। शासक गतिलो भयो भने देश गतिलो हुन्छ। मेन कुरो शासक बलियो हुनुपर्छ, गतिलो हुनुपर्छ। अनि निरङ्कुश छ होइन, यहाँ निरङ्कुश हो नि एक हिसाबले, कोही बोल्नै पाउँदैन। यहाँ कुनै दलै छैन, पार्टी नि छैन, होइन निरङ्कुश शासन छ नि त जे भए पनि। अनि निरङ्कुश शासन मुन नपर्ने नेपालीहरू निरङ्कुश शासन भएको ठाउँमा आएर चाहिँ राम्रो छ दुबई भन्छन् त। त्यो हो, त्यही हो नि त। अब नेपालका राजालाई लखेट छन्, शालिकहरू तोडफोड गर्छन्, भत्काउँछन्। विदेशको राजा गयो भने पाउमा परेर ढोक्छन्। त्यही भएर सबैलाई म पनि आग्रह गर्छु, नेपाली सम्पूर्णलाई, राजा भनेको राजा हो, हामी सबैले राजालाई मान्नुपर्छ। इतिहास मेट्न सकिँदैन, यो पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक हो। त्यसैले अन्तिममा हामीलाई राजै आवश्यक पर्छ, किनभने देश बचाउनु छ भने। यहाँ म राजा हुन्छु, राजा फ्यालेर म हुन्छु भन्ने धेरै निस्के, त्यसमा हानाहान हुन्छ, बोल एक अर्कालाई छेडखानी गर्ने, तानातान खुट्टा तान्ने हो, त्यस्तो भएर देश बिग्रियो। दल दुनियाँभरका निक्ले, एउटा दलले कहिले शासन गर्न पाएन, लडाइहाल्छ, एउटाले पुल बनाउन हाड्छ, अर्कोले सरकार ढालिदिन्छ, त्यता अलपत्र। त्यही भएर बिजोग भएको छ। त्यही भएर सबै नेपालीलाई अनुरोध छ, अबदेखि गणतन्त्र होइन, राज संस्था, राजा सहितको प्रजातन्त्र। के भन्नुहुन्छ? मेरो पनि त्यही हो सिद्धान्त। राज संस्था सहितको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संहिता खारेज गरौँ, हिन्दू राज्य घोषणा गरौँ, स्वास्थ्य शिक्षा निशुल्क गरौँ, रोजगारीको सुनिश्चितता गरौँ, किसानलाई मल बिउ र सिँचाइ निशुल्क दिउँ। यति भयो भने विकासको पूर्वाधार खडा हुन्छ, मुलुक समृद्धि हुन्छ। हवस्, धन्यवाद।